आर्मीबाट प्रस्ताव आएको भन्दा पनि मैले चाहिँ आर्मीलाई चाहिँ जुन रिक्वेस्ट चाहिँ गरेको थिएँ खेल्नको लागि भनेर चाहिँ, तर सम्भवतः आर्मीमा धेरै कुराहरू निकै नै एउटा पवित्र संस्था, निकै नै ठुलो संस्था, त्यसमा चाहिँ अब आज मैले खेल्छु भनेर चाहिँ म खेल्न पाउने पनि नभएको कारणले गर्दा चाहिँ आर्मीबाट म खेल्न पाइनँ, आर्मीको जर्सी लाएर मैदानमा उत्रिन पाइनँ। डेफिनेटली फर्किनुपर्छ। अब म करिब 1 हप्ताको बसाइ छ मेरो, त्यस पछाडि चाहिँ म अस्ट्रेलिया नै जान्छु। भावी दिनहरूमा चाहिँ आएर नेपाल आएर खेल्ने सम्भावना? भावी दिनहरूमा नेपाल आएर खेल्ने सम्भावना भन्नुपर्छ निकै नै कम चान्सेसै छ। अब सम्भावना हुँदै नभएको चाहिँ होइन, तर चान्सेस चाहिँ अब खेलतिर चाहिँ मेरो अब जुन कन्टिन्यू दर्ता छ त्यसलाई चाहिँ मैले बिस्तारै ब्रेक गर्ने छु जस्तो लाग्छ मलाई चाहिँ। यो एनबिएमा चाहिँ आर्मीबाट त्यस्तो प्रस्ताव आएको थियो कि नै, के थियो? आर्मीबाट प्रस्ताव आएको भन्दा पनि मैले चाहिँ आर्मीलाई चाहिँ जुन रिक्वेस्ट चाहिँ गरेको थिएँ खेल्नको लागि भनेर चाहिँ, तर सम्भवतः आर्मीमा धेरै कुराहरू निकै नै एउटा पवित्र संस्था, निकै नै ठुलो संस्था, त्यसमा चाहिँ अब आज मैले खेल्छु भनेर चाहिँ म खेल्न पाउने पनि नभएको कारणले गर्दा चाहिँ आर्मीबाट म खेल्न पाइनँ, आर्मीको जर्सी लाएर मैदानमा उत्रिन पाइनँ। सम्भवतः हामीले एउटा यो पनि बुझ्नुपर्छ, मैले आर्मीबाट खेल्नको लागि चाहिँ यसमा जुन नयाँ भाइहरू निस्किनु भएको छ, टु बी अनेस्ट भन्दा चाहिँ उहाँहरू मेरोभन्दा राम्रो गेम भएको खेलाडीहरू हुनुहुन्छ। उहाँहरूको ठाउँ मैले छेक्नु चाहिँ त्यति उचित पनि हुन्न जस्तो लाग्छ। त्यो भएको भएर चाहिँ भाइहरूले राम्रो प्रदर्शन गर्नुभयो। अब विगतका दिनहरूमा त्रिभुवन आर्मी क्लब पक्कै नै माथि आउँछु जस्तो लाग्छ मलाई। अस्ट्रेलियाबाट नेपाली भलिबललाई चाहिँ कसरी निहाल्नु भएको छ? जुन अस्ट्रेलियाबाट चाहिँ म सम्भवतः 10 महिना भयो अस्ट्रेलिया गएको चाहिँ होइन, र मैले जुन नेपाल छोडेँ, जुन दिनबाट चाहिँ नेपालमा चाहिँ जुन लोकल भनौँ या नेसनल लेभलको गेमहरू चाहिँ निकै नै धेरै भयो, तर यतिले मात्रै अलिक पुगेन जस्तो लाग्यो। 10 महिनाको अन्तरालमा चाहिँ एउटा नेपाल भलिबल सङ्घले चाहिँ मेरो विचारमा लाग्छ धेरै अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू छुटाइसके जस्तो लाग्छ। यसमा चाहिँ सम्बन्धित निकायको एकदम ध्यान जाओस्। धेरै बिच भलिबल छुट्यो, धेरै इन्डोर गेमहरू पनि छुट्यो। 10 महिनामा चाहिँ हाम्रो राष्ट्रिय टिमका खेलाडीहरूले चाहिँ एउटा पनि टुर्नामेन्ट खेलेको छैन। यो हाम्रो लागि एकदमै दुःखको कुरा नै हो। जस्तो भलिबल सङ्घमा आउने चाहना छ मानबहादुरको भन्ने कुरा पनि आएको थियो, के हो चाहिँ? यसमा चाहिँ अब मेरो आफूले भ्याएको जुन आफूले क्षमता आफ्नो बुद्धिले भ्याएको, म त यसमा करिब 10-15 वर्ष लागिसकेको छु। योभन्दा मेरो अब अरू कुनै पनि मेरो स्किलहरू त्यति छैन। त्यही भएर जस्तै हामीले अरू खेलहरूमा पनि देख्न सक्छौँ, जुन पारस दाई हुनुहुन्छ, पारस दाई पनि आज क्रिकेटबाट सन्यास लिएर फेरि क्रिकेटमै उहाँले आफ्नो क्यानमा आएर जुन एउटा देशको लिडरसिप गरिरहनु भएको छ, मलाई एकदमै राम्रो लागेको छ। र मलाई पनि आउने मन इच्छा चाहिँ जागेको छ। र यसमा म आइहाल्यो भने चाहिँ मैले किन आउने इच्छा चाहना जागेको छ भने मेरो देशमा भएका सम्पूर्ण सबैभन्दा प्राथमिकता चाहिँ मैले एउटा खेलाडीलाई राख्नेछु। त्यस पछाडि भनेको हाम्रो लाखौँ करोडौँ दर्शकबिनहरूलाई चाहिँ उहाँहरूको सेवा सुविधा पनि राख्नेछु भन्ने एउटा मैले सोच गरेको छु। त्यही नै छ मेरो कुराहरू चाहिँ। जस्तो अस्ट्रेलियामा तपाईँले सन्यास लिएर जानुभयो, अनि अन्य धेरै खेलाडीहरू पनि भलिबलका धेरै खेलाडीहरू बिचमा छोडेर जानुभएको छ। कस्तो लाग्छ त्यो सम्झिँदा, त्यो देख्दा? यसमा चाहिँ अब दुःख लाग्छ भन्दा अब हामी अस्ट्रेलिया जानु चाहिँ एउटा रहरले भन्दा पनि पक्कै पनि ल 1-2 जना रहरले जानु होला, तर एउटा आज टिमै 80% 90% टिमै गइसक्नु भएको छ होइन। त्यो भएको भएर चाहिँ केही न केही त बाध्यता पनि छ जस्तो लाग्छ यसमा। अब जुन बच्चाहरूको भविष्य हेर्छन्, उहाँहरूको फ्यामिलीहरूको भविष्य हेर्छन्, खेलुन्जेल चाहिँ ल बाँचेला, त्यस पछाडिको फ्युचर चाहिँ के त भनेर पक्कै पनि एउटा सोच्ने दिन त आएको छ। त्यो भएको भएर चाहिँ खेलाडीहरू विदेशिनु भएको हो। यसमा चाहिँ हामी सम्पूर्ण फ्यानहरूले चाहिँ जति पनि खेलाडीहरू बाहिरिनु भएको छ उहाँहरूलाई चाहिँ त्यस्तो नराम्रो तरिकाले सकिन्छ भने चाहिँ नसोचिदिनु होला। उहाँहरूको परिवारहरू पाल्नुपर्ने हुन्छ। हामी भलिबल खेलाडीहरू एकदमै
ठुलो परिवारको धनाढ्य परिवारको चाहिँ हामी कोही पनि छैनौँ जस्तो लाग्छ। त्यो भएको भएर चाहिँ उहाँहरूले चाहिँ आफ्नो भविष्य खोज्नु भएको जस्तो लाग्छ मलाई।